यो भन्दा 2 महिना अगाडि चाहिँ यो मेरो सकुलेन्ट प्लान्टको गमलामा मेरो एउटा टमाटरको बिरुवा थियो। अनि त्यो चाहिँ सकुलेन्ट प्लान्ट बिगार्ने भयो भनेर मैले के गरौँ भनेर समस्या राखेको थिएँ मेरो च्यानलमा। अनि त्यतिखेर चाहिँ धेरैजना साथीहरूले टमाटरको बिरुवा चाहिँ अर्को गमलामा सारिदिनु भन्ने सुझाव दिनुभएको थियो। त्यही भएर मैले अर्को गमलामा सारेको थिएँ। अनि त्यो मेरो टमाटर चाहिँ कस्तो भयो देखाउँछु ल। यो एउटा खेर गइराखेको बाल्टी थियो। यो चाहिँ मर्मत गरेर मैले यो बाल्टीमा रोपेको। अनि रोपेपछि एकदम राम्रो भएको थियो अनि फल्न पनि थालेको थियो। पछि चाहिँ यो पत्तामा पुरा के भन्नु डटपेनले कोरे जस्तो थियो कि किराले हो कि क्या हो भनेर। अनि मैले चाहिँ अब खत्तम हुने भयो सोचेर विषादी किन्न गएँ। अनि यो विषादी ल्याएँ मैले। अनि यो किरा मार्ने विषादी लिएर यो औषधिलाई चाहिँ टट्ट धुलो यो पिठो नै लाउन मिल्छ भन्नुभयो। अनि मैले त्यो धुलो हानेको थिएँ। अनि त्यसपछि फेरि राम्रो भइराखेको थियो। एक्कासी फेरि खै त्यो धुलो बढी भयो कि क्या र के भयो। पछि त यस्तो पो भइरहेछ हेर्नुहोस् न। फल्न पनि फल्दै थियो कि फलमा पनि किरा लागिरहेर छ। अनि बोटै पुरै मरेर गयो। अब के गर्नु त खानै पाइएन हेर्नुहोस् त। अब म अर्को प्लान्ट रोप्ने छु म यसमा।